वेलकम ब्याक र यो तपाईलाई आजको यो भिडियोमा यो जुन चाहिँ मेरो सेल्स डेटा देख्नु हुँदैछ जहाँनिर यो रिजन अलग अलग छ रिजन वाइज अलग अलग प्रोडक्टहरु यहाँ जस्तै हार्ड डिस्कहरु छ कीबोर्ड माउस माइकहरु छ तपाईको है यो प्रोडक्टहरु अलग अलग रिजनमा सेल्सहरु छ यो सेल्स डेटा यहाँनिर छ मेरो 500 600 जस्तो डेटा छ यसको डेटाको बेसिसमा चाहिँ यहाँ रिजन वाइज सेल्स निकाल्नको लागि हाउ क्यान वी टेक हेल्प फ्रम एआई है एआई को युज गरेर हामीले यो रिजन वाइज सेल्स कसरी एक्सेलमा क्याल्कुलेट गर्न सक्छ त्यो म देखाउँदैछु सबभन्दा पहिला यो जुन चाहिँ सेल्स छ है यो सेल्सको डेटा छ यो डेटा मैले हेरेर मैले यो बुझे रिजन कहाँनिर छ र टोटल सेल्स कहाँ छ यो सेलको एड्रेसहरु मैले हेरे E2 देखि लिएर मेरो E500 सम्म छ तपाईको डेटा रिजनको डेटा चाहिँ यहाँनिर तपाईको है यहाँनिर अनि त्यस्तै प्रकारले तपाईको सेल्सको डेटा छ तपाईको मेरो यहाँनिर F मा छ तपाईको है F मा छ F2 देखि लिएर F2 सेल देखि लिएर मेरो F500 सम्म छ अब त्यसको बेसिसमा म यहाँनिर एआई लाई म हेल्प माग्दैछु यहाँ म सोध्दैछु है यहाँ सोध्दैछु उसलाई के सोध्दैछु भन्दाखेरि मेरो यहाँनिर प्रम्प्ट मैले अलरेडी यहाँ लेखेर राखेको छु सो दैट टाइम सेभ होस् तपाईको भनेर म यसलाई कपी गर्दैछु सिम्पली अनि म यहाँ गएर पेस्ट गर्दैछु है यहाँ मैले यहाँ प्रम्प्टमा के लेखे त भन्दाखेरि I have some sales data in Excel and I want to calculate total sales of regions like Mangan, Pakyong, Soreng, Gangtok region भनेको छु रिजन जुन चाहिँ छ मेरो यो रेन्जमा छ E2 देखि E500 सम्म छ सेल्स को डेटा चाहिँ F2 देखि F500 सम्म छ भनेर मैले भने है त एआई लाई त्यसपछि मैले उसलाई भने राइट द एक्सेल फर्मुला टु क्याल्कुलेट टोटल सेल्स फर अबभ गिवन रिजन्स भनेर मैले भने अब हेर्दाखेरि उसले अब चारवटा अलग अलग रिजनको डेटाहरु उसले यहाँनिर क्याल्कुलेट गरेर मलाई देखाउँदैछ तपाईको है यहाँ अब उसले मलाई क्याल्कुलेट गरेर त देखायो देखाउनु चाहिँ अब यहाँ उसले के अप्सन 1 मल्टिपल सम एफ भन्दैछ है सम एफ मंगनको प्लस सम एफ फेरि पाक्योङको प्लस मतलब सबै रिजनको जोडेर उसले देखाउँदै रहेछ यहाँनिर है मलाई सेपरेटली चाहिएको छ भने गिभ मी सेपरेटली ओके रिजन वाइज भनेर मैले एन्टर गरे है अब सेपरेटली रिजन वाइज भन्दाखेरि उसले मलाई यहाँनिर मंगनको पाक्योङको सोरेङको गान्तोकको अलग अलग रिजनको मलाई यहाँनिर फर्मुला लेखेर दिएको छ अब सिम्पली म के गर्छु यो फर्मुलालाई यहाँबाट एक एकवटा गर्दै कपी गर्छु अनि मेरो एक्सेलमा गएर फर्स्टको मंगनको हो त्यसले गर्दा मंगनमा गएर म यसलाई पेस्ट गर्दैछु पेस्ट गर्दाखेरि मेरो कति आयो 25,21,171 आयो है त्यसै प्रकारले मेरो यहाँनिर पाक्योङको पनि छ पाक्योङको पनि म के गर्दैछु यहाँबाट कपी गर्दैछु अनि कपी गरेर मेरो एक्सेलमा फेरि म यहाँ पाक्योङलाई म पेस्ट गर्दैछु है त्यसै प्रकारले तपाईले अरु रिजनको लागि पनि तपाईले यहाँबाट फर्मुलालाई कपी गरेर पेस्ट गर्न सक्नुहुन्छ र यहाँनिर जुन चाहिँ डेटा आउँदैछ यो डेटालाई अलिकति फर्म्याट म गर्दिहाल्छु यहाँ तपाईको रिजन टाइप जनरल भइरहेको छ यहाँ हाम्रो करेन्सी फर्म्याटमा म देखाउँदाखेरि उसले यहाँ रुपीसमा देखाउँदैछ है यो मेरो के को डेटा भयो सेल्सको मंगनको 25 लाख समथिङ छ र पाक्योङको तपाईको 23,75,217 छ त्यसरी नै तपाईले सोरेङ र गान्तोकको पनि निकाल्न सक्नुहुन्छ प्लस तपाईले यहाँ प्रोडक्ट वाइज निकाल्नु पर्यो भने पनि यस्तै प्रकारले प्रम्प्ट दिएर एआई बाट तपाईले सल्भ गर्नु सक्नुहुन्छ है त म सम इफ ले कसरी काम गर्छ जस्तै यहाँ क्लिक गर्दा यहाँ सम इफ भनेर आएको छ नि त एआई ले
यो सम इफ फङ्सनले कसरी काम गर्छ म डिटेलमा तपाईँलाई अर्को भिडियोमा म सम्झाउने छु है त। टिल देन बाई बाई, टेक केयर।